हेलो फ्रेन्ड, आज म आइफोनको बारेमा केही बताउन गइरहेको छु। हामी अधिकतरले आइफोन किनेकै छौँ, तर आइफोन फर्स्ट ह्यान्ड होस् या सेकेन्ड ह्यान्ड होस्, किनिसकेपछि कहिलेकाहीँ हामीलाई कन्फ्युज पनि हुन्छ यो ओरिजिनल हो कि डुप्लिकेट हो भनेर। त्यसले गर्दाखेरि यो जान्न जरुरी छ। मसँग पनि दुईवटा आइफोन छ, आइफोन 13 अनि यो चाहिँ आइफोन 13 प्रो हो। अब यो दुईवटा आइफोन अब ओरिजिनल हो कि डुप्लिकेट हो कि, कहाँ बनेको हो कि, इन्डियामा बनेको हो कि, चाइनामा बनेको हो कि, अमेरिकामा बनेको हो कि, जापानमा बनेको हो कि भनेर यो जान्नको लागि चाहिँ अलिकति हामीले के गर्नु पर्दो रहेछ भने, हामी सर्वप्रथम त हामी आइफोनलाई खोल्छौँ। खोलिसकेपछि अब हामी यसको सेटिङमा जान्छौँ। यसरी यहाँ तपाईँ देख्न सक्नुहुन्छ सेटिङ छ। सेटिङ हामीले चलाउने, सेटिङ गइसकेपछि अलिकति तल जानुभयो भने जेनरल भनेर आउँछ। अब हामी जेनरलमा गएर जेनरललाई खोल्छौँ। जेनरलमा गइसकेपछि फेरि एबाउट भन्ने छ। एबाउटमा गइसकेपछि यहाँ मोडल नम्बर दिएको हुन्छ। अब यो मोडल नम्बरमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ मोडल नम्बर छ। मोडल नम्बरको लास्टको 2 अक्षर, दुईवटा अक्षरहरूलाई चाहिँ हेर्नुभयो भने अब त्यहाँ देख्न सक्नुहुन्छ यो कहाँ बनेको हो भनेर यसबाट थाहा पाउन सकिन्छ। अब जस्तो कि यसको मोडल नम्बरमा तपाईँको के लेखेको छ भने लास्ट दुईवटा अक्षर एलएल छ, हेर्नु होला, दुईवटा अक्षर एलएल छ। यसको मतलब हो कि यो अमेरिकामा बनेको भनेर यो जानिन्छ। अब भनेपछि यस्तै गरी सिएच आयो भने चाइना हुन्छ, एचएन आयो भने इन्डिया हुन्छ। तपाईँको लास्ट अक्षर चाहिँ जे लेखेको हुन्छ लास्टको अक्षर हेर्नु होला। त्यस्तै अब एलएल लेख्यो भने अमेरिका हुन्छ, जस्तो यहाँ देखाइदिइरहेको छ। अब एचएन भयो भने तपाईँको इन्डियामा बनेको थाहा पाइहाल्यो। अब यो चाहिँ एलएल छ, त्यसले गर्दाखेरि यो चाहिँ अमेरिकामा बनेको भनेर जानिन्छ। सिएच भएको भए चाइना हुन्थ्यो। त्यस्तै अब यो मोडल नम्बरको जो अगाडिको अक्षर छ नि, यहाँ देख्न सक्नुहुन्छ, मोडल नम्बरको अगाडिको अक्षर हेर्नुहोस्, त्यहाँ एम लेखेको छ। यसको मतलब यो के हो भने एम भनेको चाहिँ यो तपाईँको पुरा ब्रान्ड न्यू हो। यदि एम लेखेको भए के हुन्थ्यो भने यो रिप्लेस्ड हुन्थ्यो होइन, तर यसमा एम लेखेको छ, यो चाहिँ ब्रान्ड न्यू हो। त्यसले गर्दाखेरि अब पी लेखेको रहेछ भने पर्सनलाइज हुन्थ्यो। त्यस्तै गरी अब अर्को एफ लेखेको हुन्छ। एफ चाहिँ रिफर्बिस्ड भनेर लेखेको हुन्छ। रिफर्बिस्ड भनेर यो चाहिँ के भनेको, रिफर्बिस्ड भनेको चाहिँ कुनै सेटलाई फेरि अरू सामान हालेर फेरि रिप्लेस गरेर जो नयाँ जस्तो बनाइहाल्छ त्यो चाहिँ रिफर्बिस्ड हो। त्यसले गर्दाखेरि यसमा चाहिँ एम लेखेको छ, यो ओरिजिनल हो, अनि एलएल लेखेको छ, यो चाहिँ अमेरिकामा बनेको जस्ट। अब यो त भइहाल्यो। अब अर्को सबै सेम हुन्छ भन्ने छैन। यो चाहिँ 13 प्रो हो, सरी 13 हो, त्यो चाहिँ अलिकति प्रो थियो। अब यसमा पनि त्यस्तै। अब हामी यहाँ यसको सेटिङमा जान्छौँ। सेटिङमा गयौँ, सेटिङमा गइसकेपछि सेटिङलाई खोल्यौँ। त्यस्तै गरी जेनरलमा जाने। अब यसमा पनि जेनरलमा जाने। जेनरलमा गइसकेपछि यहाँनिर एबाउटमा जाने। एबाउटमा गएपछि यहाँ मोडल नम्बर दिएको हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यसको मोडल नम्बर। यसको मोडल नम्बर के रहेछ त, यसको मोडल नम्बरको पछाडि दुईवटा अङ्कमा लेखेको छ जे। जे भनेपछि यो चाहिँ जापानमा बनेको रहेछ यो चाहिँ होइन। फेरि यसको अगाडिको अक्षर हेर्नुभयो भनेदेखि यसको एम लेखेको छ। एम भनेको यो चाहिँ के भयो त, फेरि एकदम ब्रान्ड न्यू हो। त्यसले गर्दाखेरि यसरी थाहा पाइन सकिन्छ। यसमा अब यदि अहिलेकोमा एलएल थियो, अमेरिकामा बनेको थियो, यो चाहिँ तपाईँको कहाँ बन्यो त, यो चाहिँ जापानमा बन्यो। अनि अर्को कुरो एम, दुईटैमा एम लेखेको छ। एम लेखेको मतलब चाहिँ यो चाहिँ ब्रान्ड न्यू हो। अब एम लेखेर अर्कै हुन्थ्यो, अनि त्यहाँबाट आर लेखेर रिफर्बिस्ड हुन्थ्यो होइन। एफ लेखेको भएदेखि यसरी हामीले यो पत्ता लगाउन सकिन्छ कि यो कहाँ बनेको र यो ओरिजिनल हो कि होइन, यो डुप्लिकेट हो कि भनेर यसरी पत्ता लगाउन सकिन्छ। यो चाहिँ तपाईँहरूले पनि हेर्नु होला र साथीहरूलाई पनि सेयर गरिदिनु होला। यो भिडियो चाहिँ अति नै महत्त्वपूर्ण छ। थ्याङ्क यू भेरी मच।